नमस्ते, म सागर ढकाल। नमस्ते, म सरोज यादव। नमस्ते, म पुरुषोत्तम यादव। म प्रकृति हामीहरू नमस्ते, म सुशान्त वैदिक। नमस्ते, म रेहान राज दङ्गाल। मेरो गाउँ। नमस्ते। र आज हामीहरू यहाँ लेटाङ नगरपालिका वार्ड नम्बर 7 को बाराजु मन्दिरमा के बाराजु मन्दिर बराह मन्दिर बराहरी हो, यो मन्दिरमा आएका छौँ। यो मन्दिरमा सुँगुर हुन्छ नि, पूजा गर्छौं। सुँगुरलाई पूजा गरिन्छ के। सुँगुरलाई पुज्ने हाम्रो सभ्यता, कागलाई पुज्ने हाम्रो सभ्यता, हाम्रो संस्कृति, हाम्रो पहिचान, हाम्रो धर्मले मान्छेलाई, बोल्ने मान्छे, हेर्ने मान्छे, चस्मा लगाएपछि ह्यान्डसम देख्ने मान्छेसँग दलित बनाएर, कथित संविधानमै लेखिदिएर दलित बनाइदिएर मान्छेसँग विभेद कसरी गरे होला कि? वास्तवमा अन्त्य गर्नुपर्छ। वास्तवमा हाम्रो पूर्वजले यो जुन वैशाख 1 गतेको दिनमा हामी रुखहरूलाई पुज्छौँ, जसलाई तराईतिर जुरशीतल भन्छ हैन, वैशाख 1 गतेको दिन। तर रुखलाई पनि पुज्ने, कुकुरलाई पनि पुज्ने, कुकुर तिहार हुन्छ, बिरालोलाई पनि पुज्ने, कागलाई पनि पुज्ने, सुँगुरलाई पुज्ने र सबलाई पुज्ने व्यक्तिका अनुयायी हामी, उनका सन्तति। एउटा मान्छेसँग विभेद, व्यक्तिले व्यक्तिलाई विभेद, मान्छेलाई कालो हुँदैमा मधेसी भनेर विभेद, पहाडमा कोही जन्मिँदैमा, हिमालमा जन्मिँदैमा चाइनिज भनिदिएर विभेद, यो वास्तवमा एउटा नयाँ नेपालका निम्ति, नयाँ नेपालका निम्ति हिमालीलाई चाइनिज भनिदिने, यो नयाँ नेपाल बनाउनका निम्ति यो विभेद अब हामी युवा वर्गले गर्नु हुँदैन। नयाँ नेपाल यदि साँच्चीकै यदि जलेर खरानी भइसक्यो, अब नयाँ पुस्ता, अब नयाँ नेपाल निर्माण गर्ने हो भने एक नेपाल देश, एक नेपाली जाति हुनुपर्छ। नामको पछाडि भएका जति पनि जाति सूचक शब्दहरू छ, त्यो घरमा मात्रै प्रयोग गर्ने। घरबाट बाहिर गइसकेपछि हामी सम्पूर्ण एक नेपाल देश, एक नेपाली जाति हो भने दृढताका साथ अब नयाँ नेपाल निर्माण गर्नका निम्ति हामीहरू अगाडि बढ्नुपर्छ। जय राष्ट्र, जय जनता, जय देश, जय नेपाली जाति, जय नेपाली जाति। ल सागर ढकाल। बराहजी मन्दिरमा म तराईबाट, म गुल्मीबाट। ल यो भाइको जन्मस्थल हो, जन्मभूमि हो। भाइको शुभ नाम टिकाराम लिम्बू। स्वागत छ मेरो गाउँमा आउदिनु भएको छ एकदमै। ल हस् त है। अनि अर्को इम्पोर्टेन्ट कुरा, मोरङ जिल्लामा जम्मा 1.5 किलोमिटरमा 1.5 घन्टामा तपाईँ यहाँ एकदमै गर्मीबाट एकदमै शीतल मान्नुपर्छ। संसारभरि कहाँ होला यस्तो, कहाँ छ होला? तपाईँ पूर्वी एसिया हेर्नुहोस्, चाइना हेर्नुहोस्, मङ्गोलिया हेर्नुहोस्, जहाँसुकै हेर्नुहोस्, अथवा युरोप हेर्नुहोस्, अथवा अमेरिका हेर्नुहोस्, अथवा अफ्रिका हेर्नुहोस्, कहाँ छ यस्तो? यो मोरङ जिल्लामा अथवा हाम्रो नेपालको यो पहाडी बेल्ट छ, तराई बेल्ट छ, दुइटै बनायो भने हाम्रो यो प्राकृतिक अनुपमता संसारमा कहाँ छ? बिरलै छ। अब यसको जेनजी आन्दोलनपछि अब हामीले 15-20 वर्षमा फुल अन पोटेन्सियलमा ट्याप इन गर्नुपर्छ, प्रयोग गर्नुपर्छ र विश्वलाई हामीले केही गरेर देखाउनुपर्छ। टुरिज्मको हब बनाउनु पर्छ कि मात्रै बाटो सुध्रियो भने नि मोरङदेखि यतासम्मको टुरिज्म हब बन्छ। पुरुषोत्तमले बनाउँछ यो। यस्तो गजब ठाउँ, मतलब हामीले तलबाट माथि, तराईबाट पहाड आयो, मतलब 3 किसिमको मौसम हेर्न पायो के। अब भोलि हामी हिमाल पनि जानेवाला छौँ। हामी तराई पहाड हिमाल, हामी तीनटै हामी कोही छैनौँ पराई। तराई पहाड हिमाल, कोही छैनौँ पराई, सबैले एक अर्कालाई माया गर। एक नेपाल, नेपाली। तर काठमाडौँले कुरा बुझ्दैन नि। काठमाडौँले बुझ्नु मधेसीलाई भारतीय भन्छ अनि हिमालीलाई मोबाइल चाहिँ भयो।